तेषु सर्वदा मायाले बोलेको बोली मिठो भो सुरिलो आवाजको जादु छुट्टै भो जो बल्ले पिरातीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो धरती आकाश भागेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो नमो नमः उज्जिनु छ हिसाब ल्याउनु उता ल एउटा पैसा हाल्नु भयो एउटा पैसा हाल्नु पृथ्वी शान्ति ओ शान्ति भवतु स्वस्ति न इन्द्रो वृद्धसभाः स्वस्ति न पुखा विश्ववेदाः स्वस्ति न तार्क्ष्यो शान्ति भवतु मम शत्रुविनाशाय दिपते नमस्ते हे विष्णु यहाँ बस्नुहोस् मेरा नगरहरू शान्त हुन् जिन्दगी दुःख कष्ट कहिले नपरोस् भनेर तेह्र नमस्कार भाउ बत्ती चढाएर चाहिँ चढाइदेऊ एउटा खाली दुध लियो भाउ खाली पहिलो दाना के सरस्यु चन्दन अहेता अर्घ फुल त्याञ्जल शुद्धल चढाएर पुजाएर वर्णानुमा वर्णभयागा छ यति सति मम पूजा ग्राम यावत् पूजा कर्मी तावस्थामा सुश्री भव भरत थिरो प्रसन्न भव वर्णानु आसनिम पाद्यम अर्घम क्षेत्रम गन्धम पुष्पम पुण्डादन समेत वर्णाय नमो नम आँप अम्र पलम त मुसाद्य त्यो आँप पेपर पात छोएर नमस्कार भाउ पातहरू छोएर नमस्कार माथि हो त्यो छोएर नमस्कार गर्ने कलममा कलसम कुसी राख अनि त्यो माटाको भुँडको भन्नु तल भैमा छौ पृथ्वीमा छौ माटाको भुँडको भन्नु तल भैमा छैन है पुछले माटाको भुँडको हो त्यहाँ हरियो भू रसी भूमि रसी धिती भोसरी पछि जाने त्यो कुस माथि राखिदेऊ त्यहाँ छोरी गङ्गा जल राखिदेऊ गङ्गा जल नभए माथि नै र त्यही माथि पुजाएर सरस्यु चन्दन अहिता फुल तेल शुद्ध पुजाएर ओम शान्तिको खाएन म शान्तिको पूजाका छ यति सति मम पूजा गरामी याव पूजा कर्मिता आसनिम पाद्यम अरू हामी शान्ति खाए नमो नम गन दमसे शान्ति खाए नम ल त्यहाँको एउटा दनै निकाल यी यहीँको एउटा सिक्का पैसा निकाल एउटा फुल निकाल भेटाइयो अहिले सहयोग निकाल बाय गो ब्राह्मणताय च जगता कृष्णाय गोविन्दाय नमो नम के देऊ नमस्ते गर मान्छे गयो त त्यो कुछ भावना पुजारे हो त्यहाँ ब्रह्मा व्यो नम कतौ सुस्त्र भव बर्दो अथवा ब्रह्मा आसनम पाद्यम अर्गम क्षेत्रम गर्नु पुछ्ने ब्रह्मा पञ्चो पदार्थ ब्रह्मा व्यो नम फुल राख नमस्ते गर बाउ अनि छेउमा पुजाएर छेउको बाउलाई छेउलाई रातो नचलाउ अर्च है त्यहाँ रातो लाउनु अर्च लाउने रुद्र भाइ हो त्यहाँ हो रुद्राय नम रुद्र भइआएको छ यति मम पूजा ग्राम आवाज पूजा कर्मे तावस्तौ सुस्त्र आसनम पाद्यम अर्गम क्षेत्रम रुद्राय नम गन्धम क्षेत्रम पुष्पमी रुद्राय नम नम फुल राख नमस्ते गर उतो अंखरा बुझाएर यजुर्वेद नम अंखरा माथि है यजुर्वेद बुझाएको छ यजुर्वेद नम हो त्यहाँ माथि यजुर्वेद बुझाएको छ यति सति मम पूजा ग्राम यावत् पूजा कर्मेता वस्तु सुस्थ यजुर्वेद आश्रम पाद्यम अर्गम क्षेत्रम गन्धम पुष्पम समर्पयामि प्रेमी जाय नम फुल राख पैसा नमस्ते गर मधु मधु रक्षज कृष्ण रक्ष सामान माधव कर्तव्य सम्पदे त्यो कुछ छोड्दे बाउ
कर्मी तावथं सुसेवा शुक्रायनमा आसनं पाद्यम अर्घम क्षेत्रम गन्धम समर शुक्रायनमा शुक्र भने यतापट्टि छ बाबु चन्द्रमा लेखा छ पूर्व दक्षिण बिच चन्द्रमा लेखा छ चन्द्रमा लेखा चन्द्रमा चन्द्र खै कहाँ छ चन्द्र खै हो त्यहाँ चन्द्रमा चन्द्र बुझाएको छ यो त्यहाँ बुझाएर चन्द्रमा ल्याएको छ य त्यसरी मम पूजा फुल राख्नुपर्छ अक्षता राख्नुपर्छ चन्द्र राख्नुपर्छ सबै राख्नुपर्छ बाबु नबुझ है यो पैसा राख्नुपर्छ यो पूजाको कर्म हो चन्द्रमा बेहो नम अब चन्द्रमा पुजारी है चन्द्रमा ल्याएको छ य त्यसरी मम पूजा ग्रामी अब पूजा कर्मी तावस्था हो चन्द्रमा चन्द्रमा ल्याएको छ पाद्यम अर्घम छेतम गन्धम पुष्पम समर्पयामि चन्द्रमा बेहो नम पञ्चोपचार चन्द्रमा बेहो नमो नम त्यसपछि दक्षिणपट्टि छ यहाँ मङ्गलमा लेखा छ बाबु मङ्गल लेखा छ नोट सिक्का जे अमेरिका पुग्ने कुरा हो क्या जे चाहिन्छ हो त्यहाँ मङ्गलायन मङ्गल भइरहेको छ य त्यसरी मम पूजा ग्रामी अब पूजा कर्मी तावस्था सुष्ट वर्ण मलाई आश्रम पाद्यम स्वामी मङ्गलायनमा गन्धम छेदपछि मङ्गलायनमा त्यसपछि आउँछ बाबु राहु भन्ने आउँछ कालो डल्लो हेर त त्यसपछि राहु देख्यौ राहु बिहाको छ य त्यसरी मम पूजा ग्राम हो त्यहाँ राहु बिहाको छ य त्यसरी मम पूजा ग्रामी अब पूजा कर्मी राहु आश्रम पाद्यम अर्घम छेदम गन्धम पुष्पम समय अब बल्ल आयो शनि पश्चिमपट्टि त्यो राहु भ्याएपछि शनिमा पुजार है शनि बुझाएको छ य त्यसरी मम पूजा ग्रामी अब पूजा कर्मी तावस्था सुष्ट भयो शनि आश्रम पाद्यम अर्घम शनि शनिको पूजा सकेपछि बाबु पुजारी केतुको ल शनिको है शनि बुझाएको छ य त्यसरी मम पूजा ग्राम अब पूजा कर्मी तावस्था सुष्ट भव वर्ष शनि आश्रम पाद्यम अर्घम क्षेत्रम गन्धम पुष्पम समर्पय शनि बिहो नम अब पूजा कर्मी तावस्था बुधायमा आश्रम पाद्यम अर्घम क्षेत्रम गन्धम पुष्पम समय बुधाय पञ्च बुधाय जाति विरागै नित्य सोमपतय बाबे स्वा बाबे नमः ओ बाबे स्वा बाबे नमः बाबे स्वा ओ आस्मिनु वैखजेन तेजसे ब्रह्म वर्चसाय यदि अस्मिनि कुमाराभ्यां स्वाहा नवरा ओम आकिनीन रजस वर्तमानो निवेश इन्द्रमृत्यञ्च सूर्याय स्वाहा इनं देवा असपदम ते छदाय मते च इदं समाय स्वाहा ओ अग्निमुद्रा दिव कुलपतिं प्रतिभा ओ भमाय स्वा ओ बुध भरताजित्वा पुष्टिता च ओ बुधाय स्वा ओ बृहस्पति अत्यार्यो ओ बृहस्पति स्वा ओ बृहस्पति नमः ओ अन्ना परिसुतो सम्भ्रमं सदम सुखाय स्वा ओ सन्नो देवी रवेष्टाय भवन्तु पितय समय रवि समन्त्र सहस्राय स्वा ओ कया नक्षत्र अवता द्विछवितसः राहवे स्वा ओम किं केतु कनमदे व्यवसाय किताबे स्वा त्रयंबकं इदामहे सुवर्णि पुष्टिवर्धनम् ओम प्रतिवर्धनम ईशाय स्वा श्री चते लक्ष्मी च पत्यव्रात्रे पार्श्वे निराणि कुतपुषि सजुनाम गायत्री स्वा उपयम केतुषि सवितु तनुधा असि ओम सावित्री स्वा सरस्वती नुंगमन ओम सरस्वती नमः सरस्वती स्वाहा अपागसन्ति नमः ओम ब्रह्मज्ञान विद्या मा वेद प्रथम उथयन्द उमा यज माते स्वाग्र माते नमः प्रतिपुरणपडाय स्वा श्री चते लक्ष्मी च पत्यव्रात्रि पार्श्वे नक्षत्राणि उर्व मसिन व्याप्तम इदं लक्ष्मी स्वा थोर देऊ दुई थाप दिउले दुई थाप मान तकेन मान आइक्यो मान गुखु मानो आइक्यो मान गुखु मानो बानी चमे द्रो चमे गाउँ चमे दिशा पछामे पुता बिचमे आधा पनि चमे भित्र बिचमे बसो बिदा चमे सुगाका चमे एकेन कल्पन्ताम एउटा सिक्का पछि राख बाबु फुल राख एउटा कसा राख देऊ अडे ओइ कसा राख एकेन कल्पन्ताम सबै नि खादेऊ ल बाबु त्यो खाने बाबु त्यही भान्जा हो त्यो चाहिदेऊ ल मानो त्यही देऊ बाबु उतेर मानो ल मानो बाबु भान्जा बाबु गनी घुमाइदेऊ यसरी घुमाऊ हो त्यसरी ओम ओम एउटा जनै सिंह फल सिक्का पैसा अनि दक्षिणा ब्रह्मा मुरारी त्रिबन्धकारी भानु शशी भूमि सुधो बुधस नवग्रह शान्ति भन्दा टाउका छोएर लहर बाटा छोड्दै बाबु द्वारमा तोर्माते गोविमाते पूजा सिद्धार्थकम अभिधमा सिद्धार्थकम दीपकर्षण सिद्धार्थकम शान्त सिद्धार्थकम सिद्धार्थकम ब्रह्म विष्णु सिद्धार्थकम ए त्यसै ततै सदा संहिता सिद्धार्थकम आयो इदम पूर्णदर्शन हरिओम अध्याय आदिता जन्माय प्रेत ब्राह्मण आयो इदम पूर्णदर्शन हरिओम तत्सत नम बाबु त कुछ छोड्देऊ टिको लगाइदेऊ भान्जालाई या गो ब्राह्मण जयताको बिन्दाय नमो नमः उताले त परे बाबु तपाईँ उताल्देऊ टपरी उताल्देऊ त लिएर जा बाबु न त भुरीसी पल्लो यसो थपेर दिनु बाबु भान्जाले मामाले अर्को तपाईँ देऊ माटी भयो बाबु
ओ त्यो कपडा पनि देऊ त्यो पनि देऊ के कुसको टुक्रो पनि देऊ माना भयो कि मेरो दायु त वेदान्त दादमे सुहा ओम पुनःपति परापद सुपुना पुनःपद बस्रे बग्गी बबी क्रीणा बहाई स मुरुङ सत कृतु इदमे ब्रह्मच सत स्वमे श्रीमस्तुताम इति मयि देवा ददातु श्री मुक्तमान तन्ते स्वाहा सबै हातमा ला कुसको उठिसक्यो बाबु कुसको नजानामि विसर्जनम पूजा शैव नजानामि क्षमस्व परमेश्वर ओम आवाहनम नजानामि विसर्जनम पूजा शैव नजानामि क्षमस्व परमेश्वर भइरहेछ बाबु मैले तपाईँलाई जाने बोलाएँ आउनुभयो पूजा परे गरेँ कहीँ गल्ती भयो होला कहीँ जान्ने होला क्षमा गर्नुहोस् भनेको क्षमा दिनुहुन्छ खुसी हुनुहुन्छ जे माग्यो त्यही प्राप्त हुन्छ तथास्तु भर्दो भव ल भयो दायाँमा कुममा दायाँमा माथि कुममा क्या कुममा दायाँमा हातमा क्या भयो ल भयो अब अनि बोला बोला कमला कल्पना बोलाऊ रक्षे महाचलमा चल येन बदुपरि राजा दानवेन्द्र महाबल त्यन्तोपरि वदामि रक्षे महाचलमा चल ओम शान्ति भवतु अब बित्नु भयो अब बाबु कान्छा जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो होइन त्यो भित्रको त्यो उठेन फल हामीले त बनाउन गेस्ट लाम भनेर राखेको लाम नियर र ममता की खानी तिमी दया र करुणा की खानी तिमी हो माया र ममता की खानी तिमी दया र करुणा की खानी तिमी जीवनका अक्षरहरू तिमी पढाउँछौ हात समय समय शिखर चढाउँछौ जीवनका अक्षरहरू तिमी पढाउँछौ हात समय समय शिखर चढाउँछौ आमा 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 अर्को जोडिएको चाहिँ दुईटा पाए नमस्ते
अब तपाईहरु यसरी यता यसरी मन कसरी साउन्ड निकाल्नु There's nothing right? Getting up and having
भिनाजुको माथि भन्नुपर्छ घरवाला टेन्सन भन्नु संयोग नमिले भिनाजु खोइ सबैले 50,000 गाडी तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमलाई भेट्न आउँदैछु
तिम्रो गाउँमा सपनाको संसारमा म त भुले नि पिरतीको दुनियाँमा आई पुगे नि सपनाको संसारमा म त भुले नि पिरतीको दुनियाँमा आई पुगे नि होस हराउँछ मन रमाउँछ होस हराउँछ मन रमाउँछ तिमी हाँसिदिए हिमाल झै तिमी हाँसिदिए हिमाल झै माया नै माया छ तिम्रो नाममा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया कस्ती जुन जस्ती गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई मनको तिर्सना माया कस्ती जुन जस्ती गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली सपनामा
तिमीलाई हेर म त बाजा बजाए गोत्र उत्पन्न मौद्गल्य गोत्र उत्पन्न नाम्ने पूर्ण कुमारी नाम्ने देव्याम अद्य अस्मत् मम भनेर आफ्नो नाम सम्झिनु है हजुरले अद्य अस्मत् गोत्र उत्पन्न तपाईँको गोत्र मौद्गल्य गोत्र उत्पन्न हजुरको भारद्वाज गोत्रोत्पन्न नाम्ने हे सागर नाम्ने हे अद्य अस्मत् मम भन्नुहोस् है मम श्रुति स्मृति प्राणत फलप्रत्यार्थम एतोक्त फलप्रत्यार्थम अद्य अस्मत् विवाह कर्म कर्मणि च गोदान दानं तुभ्यमहं सम्प्रदति हरिं तस्सत् नमः छोडिदिनु गाई उठाउनु पाइ ओम देवो शान्तिरन्तरिक्षको शान्तिः पृथिवी शान्तिरापः शान्तिरोखदयः शान्तिः वनस्पतयः शान्तिः विश्वे देवः शान्ति ब्रह्म शान्तिः सर्वगो शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिः ओम धूरति दूर्वदूर्वान्तं दोष्मा दूर्वतितं दूर्वा महादेवानावस्वन्नितमगो सचितमं भवितमं दुष्टतमं देवहूतमं वा सर्वदेवानां धूपोऽयं प्रतिगृह्यतां चन्द्रमा मनसो दातुसोः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायतः ओम भूर्भुवस्सुः श्री विष्णवे नमः सर्वोच्चराते गन्धाक्षत पुष्पाणि समर्पयामि वेताको चाहिँ शिवजीलाई सम्झेर महादेव ओम नमस्तो रुद्रमन्यवौतो तैखवे नमः बाहुव्यामुतते नमः जाते रुद्रशिवा तनोरघोरा पापकाशिनी तयानस्तन्वा सन्तमया गिरिसन्ता विचाकशिः जामि कुङ्गिरिसन्तस्ते विवर्गस्तवे शिवाङ्गिरितताङ्कुरुमाहि पुंसिः पुरुकाङ्गगत्ता शिवेन वचसा द्वागिरि शिरमा तीनचोटि लानु भाइ देखाउन किताब पढेर आएपछि किताब के गराइन्छ नि हलले के गराउनुहुन्छ अर्कोले के गर्छ काइलाबाले कसरी गराउँछन् भनेर थोडी ओम स्वस्ति न इन्द्र वृद सर्वाः खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई राखेकी छु सम्हालेर दिन तिमीलाई हो नागे सबै मनको सीमा पूर्णिमाको जुनेलीमा नागे सबै मनको सीमा पूर्णिमाको जुनेलीमा पर्खी बसे आउने छु म लिन तिमीलाई पर्खी बसे आउने छु म लिन तिमीलाई हजुरको कल्की राम्रो हजुरको बोली राम्रो गुरस फुले बनाइ राम्रो मुहार त्यो झनै राम्रो हजुरको कल्की राम्रो हजुरको बोली राम्रो गुरस फुले बनाइ राम्रो मुहार त्यो झनै राम्रो पहिला सर्छन् तिमी तिरै राख म
जस्तो लाग्छ किन तिमीलाई सुनिरौ लाग्छ हेरिरौ लाग्छ बोलेको हजुरले गरिदेऊ स्याउत लेखिदेऊ नाम रङ्गाई सिन्दुरले सुनिरौ लाग्छ हेरिरौ लाग्छ बोलेको हजुरले गरिदेऊ स्याउत लेखिदेऊ नाम रङ्गाई सिन्दुरले खुसीका फुल बटोलेर मनको रुमालैमा खुसीका फुल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई राखेकी छु सम्हालेर दिन तिमीलाई नागी सबै मनको सीमा पूर्णिमा खोजौ नागी सबै मनको सीमा पूर्णिमा खोजौ पर्खी बसे आउने अञ्जाली जली जाली जल हुन्ती नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी भित्रबाट छमछम्म मेरी आमा आउन ढोक पेट फुक केश कन्यादान देउन झुलको मुरको फलमाको तिन खुट्टे ओदा छोरी पाई कन्यादान गाई पाले गौदान परिवारको भने पोथी हाँसका डिम्बा आजदेखि आयो बाबा कराएको जिम्मा सोनवारं विलेपनं सुराशिष्टं चन्दनं प्रति किन छोड्दैन ओ भानो सिउँदोमा सिन्दुर छरिदिउँला सुनको चुराले नडी सजाइदिउँला ओ भानो सिउँदोमा सिन्दुर छरिदिउँला सुनको चुराले नडी सजाइदिउँला सितारा चढेको घुम्टोमा ओढी सुस्तरी लाजले निहुरी मौला एकान्छा ठट्टैमा यो पैसा जान लाग्यो जाँदैन बाचा खेर बर्खालिन जाँदैन बाचा खेर बर्खालिन थाहा पाइसक्यो रे
यो पैसा त आफ्नै हो त तिमीले है ठ्याक्क फालिहाल्ने माथि भन्नु के हातमा साथले तान्नु ओ गुड ल अब आजबाट चाहिँ यो पूजा गर्दा फेरि होस् अथवा जहाँ पनि बस्दा फेरि चाहिँ तपाईँले आफ्नो देब्रेमा राख्नु पर्यो अगाडि है श्रीमतीलाई जहिले पनि देब्रेमा स्थान भादो सेह भवत् पुनः ततो मैले अझ भनेर नि आएको गणपतये नमो नमः सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया गणपतये नमो नमः सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया ॐ गणपतये नमो नमः सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया ॐ गणपतये नमो नमः सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः मङ्गलमूर्ति मोरया गणपतये नाथेशाय नमो नमः तेजिमलाई नमो नमः मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा मै रानी बसौँला सानै घरमा तिमी राजा मै रानी तल राखेर बस्नु यसो पूजा गर्नुहोस् त ओम ज्ञानी गानी जपा पानी जन्मान्तरिक्तानि च तानि सर्वाणि नश्यन्तु प्रदुष्णां पदे पदे ओम पापो हम पाप कर्मां पापात्मा पाप संभव त्रायमां पुण्डरीकाक्ष सर्व पाप हरो भव सर्व दुःखहरो सर्व कष्टहरो भव ओम दक्षसूर्यदेव इदं पुरुषास्त्रम शरदः पश्येम शरदः शक्तिं देवीम शरदः शतगुं शीडयाम शरदः शतं प्रभवाम शरदः शतमदीनाः स्याम शरदः शतं भूयः शरदः शताप्ता हेलो राधेश्याम दादा महाप्राण ओम पूर्णादर्वी परापत सुपूर्णा पुनरापत वस्ने भवी खमूर्जगुं शतक्रतो
श्रीमद्भगवत् महापुराण व्यासस्य विष्णुराज्ञा परमाणस्य सकल जगता सृष्टिकारिणो ब्रह्मणद्वितीय प्रादे श्री श्वेतवराकल्पे वयोश्रीमन्त्रे अष्टाविंशत्तमे कलियुगे कलि प्रथमचरणे जम्बूद्वीपे भारतवर्षे वर्षखण्डे आर्यावर्तान्तर्गदेशे नेपालदेशे गण्डकी प्रदेशान्तर्गतः भीमात् नगरपालिकायां शिवमन्दिर समीपे बौद्धवतारे षष्ठी संवत्सराणां मध्ये रौद्रनाम संवत्सरे श्री सूर्य दक्षिणायने मासमुत्तम मासे वैशाखमासे चतुर्थ्यां शून्ये तिथौ वासस्तुवित्यां वासरे मंगलवासरां अद्यः अमुकगोत्रोत्पन्न भारद्वाज गोत्रोत्पन्नम् अद्यः अस्मत् परिपूर्णार्थम् अपूर्णस्य पूर्णार्थं परिपूर्णार्थं पूर्णपात्रं प्रजापति देवताकं यथा नाम गोत्राय यथा नाम्ने ब्राह्मणाय तुभ्यमं सम्प्रदते हरिओं तत्सत् नमः प्रार्थना मान्नु है। ओम आवाहनं न जानामि तपार्जनं पूजां चैव न जानामि क्षमस्व परमेश्वर मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वर यत्पूजितं मया देव परिपूर्णस्तदस्तु मे। गणेश भनेर चाहिँ त्यो अक्षता छर्किदिनु पर्यो यो यज्ञमा। ओम गच्छ गच्छ शिवाश्रेष्ठ सुस्थानं परमेश्वरं तारुण्य भावेन पुण्यहं तव केशव। भगवानलाई भन्नुभयो भगवान तपाईँले यो प्रकृतिमा जति पनि सामग्रीहरू दिनुभएको छ ती सामग्रीले मैले तपाईँको पूजा गरेँ, तपाईँको पूजा गर्ने क्रममा केही पनि त्रुटि भएको छ भने चाहिँ मलाई चाहिँ क्षमा गरिदिनु होला र यो मैले जे जति गरेँ त्यो चाहिँ तपाईँकै चरणमा अर्पण गर्दछु भनेर चाहिँ त्यो कुशलाई चाहिँ कर्म चाहिँ समर्पण गर्छु भनेर चाहिँ गणेशजीमा राखिदिनु। ओम कायेन वाचा मनसेन्द्रियाद्वा बुद्ध्यात्मना वा प्रकृति स्वभाव करोमि अद्य सकलं परस्मै नारायणायेति समर्पयेत। गर्दाखेरि चाहिँ त्यो अर्घमा राखेको फल चाहिँ सधैँ उहाँलाई खान दिने कि उहाँ हुनुहुन्छ भने एउटा चलिआएको रीति हो होइन, मार्केटिङ गर्न जति नै पाइन्छ होइन, रमाइलोको लागि हो यो त केही पनि होइन होइन। जति सक्दो छिटो गरौँ ढिलो नगरौँ है छोरो। हाँसो रमाइलो भनेको हुन्छ रीतिरिवाज मात्रै हो। एउटा हातमा जुत्ता एउटा पैसा धेरै मान्छे डराउनु पर्छ दिएको ताली बजाउनु भयो। ज्ञानी रहेछ नाजुकै हातबाट ल ल सुरु गरौँ ल टिको लगाइदिनु भित्र बाहिर हो लगाइदिनु माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्, माया त यस्तो होस्। नजिक टाढा जहाँ भए नि दुश्मनै सारा संसार भए नि कहिले नघट्ने होस्, कहिले नछुट्ने होस्। माया त यस्तो होस्।
त यस्तो होस् केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छेको मान केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छेको मान मन कहिले नदुखोस् माया त यस्तो होस् माया त यस्तो होस् कहिले नघट्ने होस् कहिले नछुट्ने होस् बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा भित कहिले नमरोस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् नजिक टाढा जहाँ भएनी दुश्मनै सारा संसार भएनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो
ल केही भएन केही भएन ए दिदी फेरि फेरि आउँदैन आज यो चान्स प्रथम ताली पहिले नफुस्केछ क्या मायाहरू त्यति बलियो भयो गाँठभन्दा पनि बलियो हुनु पऱ्यो ल ल हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ तिमीले रोए थामिन्न मन तिमीले रोए थामिन्न मन बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ
सुरसित सुन्दरी माधवी चन्द्र सहोदरी हेममयी मुनिगणमण्डित मोक्षप्रदायनि मञ्जुलभाषिणि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् कलिकल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्दनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जानी मान्छेले पहिला हेर्दैन अनि अरूले पछि देवलक्ष्मी यसो कति उता मुटुभित्र थिए सिरैमा राख्यौ न त दुःख दियौ न त पिरैमा राख्यौ दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला
घर हुन्छ नयाँ थर हुन्छ तर चिन्ता नलेऊ प्यारी स्वर्ग सर हुन्छ दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला परे पनि दुःख परे पनि मेरै काखहरू जो सानो आँसु झरे पनि दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला तिम्रो कृष्ण तिमी मेरी राधा सुख दुःख जे परिनी अब आधा आधा दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला आस पनि तिमी खास पनि तिमी मुटुको ढोकढोकी अनि सास पनि तिमी दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला भाग्यमानीहरू बाबाको हेला नगर्नु माओलाई पनि सँगै गर्नु है डार्लिङलाई सास ससुरालाई आमा छोरा मान्नु माओलाई पनि दाजुभाइ छोरा मान्नु है अरू के भन्छ अरू चाहिँ मिलाएर है
खुट्टा दुखेको भनेर पन्कायो